आज चाहिँ हामी पुग्यौँ गजलमुखी दर्शन गर्नको लागि। सो हेलो अनि नमस्ते एभ्रिवान। घरबाट करिब 10 किलोमिटर तल भएको धाममा चाहिँ भर्खर नजिकको धाममा यो किन यति ढिलो गरेर गयो भन्नुहुन्छ होला। गाउँघरमा यस्तै हो, काम धेरै पर्छ। अनि खोलावारी पूजा नगरिकन पारी त तर्नै हुँदैन अरे। अनि खोलावारी चाहिँ हामीले पूजा गर्यौं। यो खोलामा चाहिँ जे चितायो त्यही पुरा हुन्छ अरे। मैले चाहिँ एउटा बर चिताएको छु, के हुन्छ हेर्दै जाउँ नि त गाइजहरु। पूजा सकेर यसो वारिपारी हेरेको त यस्तो आनन्दको भ्यू त मैले जिन्दगी देखेको थिइनँ गाइज। क्या खतरा रहेछ क्या। अस्तिको बाढी पहिरोले हल्का नष्ट त गरो रै पनि यति राम्रो त नजरा हुँदैन है। फाइनली हामी धाम पनि पुग्यो र पूजा गर्ने सामग्री धाममै किनियो। हजुरहरूलाई पनि केही माग्नु छ भने यही भिडियोबाट माग्नु होला, सोचेको काम पुरा हुन्छ। हजुरहरू कतिपयजनालाई थाहा छैन होला, यो चाहिँ हाम्रो बलि बोका खसीहरू ल्याएर यहाँ चाहिँ बलि चढाइन्छ। पूजा सुजानी सक्यो। अब यो भिडियोलाई चाहिँ यतैतिर एन्ड गरिदिन्छु। एन्ड बाइ बाइ गाइज, थ्याङ्क्स फर वाचिङ। व्यस्त रहनुहोस्।